Hello everyone, welcome back to another vlog again. So आज हामी फेरि बुमथाङमा चाहिँ हामीले आज फेरि एउटा नयाँ ठाउँ एक्सप्लोर गर्न जाँदैछौँ अनि हामी आज यति 7 जना भएर जाँदैछौँ। हामी जाने ठाउँ चाहिँ माथि यो कुहिरोले ढाकेर रहेछ हैन, त्यहाँ त्यो पेसेलिन भन्ने ठाउँ रहेछ हो, त्यहाँ जाँदैछौँ हामी। उकालो हिँड्नुपर्छ मज्जाले। अब उकालो हिँड्दाखेरि चाहिँ अब धेरै दिन भयो फेरि नहिँडेको, थाकिन्छ पनि होला। हामी आज हाइकिङ जाने भनेको ठाउँ चाहिँ ऊ त्यो डाँडामा छ नि, हो यो ठाउँमा जाने हामीहरू। यसलाई भन्छ पेचलिङ भन्छ हैन, पेचलिङ लखाङ त्यहाँ देखेछ नि, त्यही टेम्पल हामी जाने। हामी के अरे 9:30 बजे निस्किने भनेको, अब यिनीहरूलाई कुर्दा कुर्दा 10:30 भइसक्यो। दिस गर्ल्स आर द वान हु द कल्प्रिट। म त ठ्याक्क 10 बजे रेडी गरेर बसेको थिएँ। भुटान आएपछि हामी चाहिँ यहाँ थार्पालिङ भन्ने ठाउँमा गयो अनि बुमथाङ भन्ने ठाउँमा गएको 4-5 वटा लाखाङ घुम्यो हैन। अनि यो 2 हप्ता अगाडि हामी सबै यो स्टुडेन्टहरू मिलेर हामीहरू पिकनिक पनि गयो। अनि त्यहाँबाट यो बुमथाङमा चाहिँ एकदम अचम्म लाग्ने कुरा चाहिँ हामीहरूको यो वेदर के, यहाँको वेदर र पोखराको वेदर एकदम सेम छ के। अचानकमा पानी पर्छ, अचानकमा असिना पर्छ, अचानकमा फेरि घाम लाग्छ, अचानकमा फेरि त्यो एकदमै वेदर चाहिँ फरक छ हैन। तर त्यो कस्तो भने त्यो पानीको भरै नहुने के, ठ्याक्क एक्ज्याक्टली सेम छ हाम्रो पोखरा जस्तै। अहिले यहाँ जाडो चाहिँ कम भयो, पहिला जस्तो जाडो चाहिँ छैन, तर पनि ज्याकेटहरू चाहिँ लाएर चाहिँ हिँड्नै पर्छ। यो ठाउँ बुमथाङ जक्करको सेन्टर पोइन्ट। यो त हाइवे भएको र यो त माथि जङ जाने ठाउँ, त्यो जक्कर जङ जाने ठाउँ। अनि यताबाट यो पारी गयो भने उता मङ्गर पुग्दो रहेछ। अस्ति हामी पिकनिक जाँदाखेरि त खोला थियो है, त्यो खोला हो यो। अनि चामखर भन्छ, चामखर छु भन्छ। छु भनेको यहाँ नदी। बच्चाहरू जानलाई यताबाट गाडी जाने बाटो पनि छ अरे हैन, तर हामी चाहिँ सर्टकट जान्छौँ। यहाँ चाहिँ एउटा लखाङ टेम्पल छ माथि। के हो टेम्पलको नाम के हो टेक्नस? खर्चु। खर्चु। अनि त्यो के हो त्यसको सिग्निफिकेन्सहरू? अब के भन्नु, थाहा हुन्छ, लोकल मान्छेलाई पनि थाहा छैन, मलाई कहाँ थाहा हुन्छ है। मेडिटेटिङ अरे, मेडिटेटिङ होला नि। हामी यो बाटो आएको होइन, यहाँ आएपछि चाहिँ के भयो भन्दाखेरि हामी जाने बाटोमा चाहिँ यहाँ बाटो छैन अरे, फेरि हामी फर्केर जानु पर्यो। अनि लास्ट विक चाहिँ हाम्रो गेलले तेन्जिनहरू गएर रहेछन्, उनीहरूलाई सोध्नुपर्छ। ओ हाम्रो गाइड खै, ऊ गाइड, उसलाई गाइडलाई गाली गर्नुपर्छ। यहाँ भुटानको लोकल बियर पाउने ठाउँ यहाँ छ, रेड पान्डा भन्छ होइन, यहाँ हो। ए जुन हाम्रो वहाँ कोरिएन्टरमा के अरे 12 सिङेको छ नि, त्यस्तै छ यहाँ। हामीहरू अब हिँड्दा बाटो हराइयो अनि फेरि झर्यौँ मेन रोडमा। अनि फेरि हामी मेन रोडमा आछौँ। अनि यहाँबाट पनि यस्तो यो कटेर जानु पर्ने रहेछ। अझै पनि मलाई विश्वास राखेन हामी माथि पुग्छौँ भनेर। ए सबै यस्ता पारा खान्छ सबै। घरि हामी यता गइएछ, घरि हामी यता गइएछ, अब कहाँ गइएछ थाहा छैन। सागको बारी। खासै भन्ने कुरा छैन, आज त्यत्तिकै साइलेन्ट ब्लग हुन्छ जस्तो छ। यो नास्पातीको रुख जस्तो छ यो। जस्तो छ धेरै दिनमा बाहिर निस्किनु पाइयो होइन, 2 हप्ता भयो थियो ननिस्केको। यहाँको मौसम चाहिँ अहिले घरि पानी पर्ने, घरि फेरि घाम लाग्ने, अहिले अलिअलि उज्यालो भयो फेरि होइन। अघि त फेरि पानी परिरहेको थियो। जस्ट टक्कै यहाँको
वेदर भन्नुपर्दा चाहिँ पोखरा जस्तै छ, अनप्रेडिक्टेबल। जाडो फेरि यहाँ जाडो चाहिँ छ। यत्रो हिँडिसकेपछि पनि यहाँ ज्याकेट त लगाइराख्नु परेको छ। अनि हामी हिँड्ने बाटो थाहा छैन, अनि यसरी उहाँ टेकनाथले अरू मान्छेलाई फोन गरेर भिडियो कलमा सोध्दै हिँडेको छ। अब हामीको अब यता जाने भनेको माथि जाने गरे। अब हामी हिँड्दा हिँड्दा अब खै अब गइन्छ जस्तो लाग्दैन। अब यहाँ चिया खाने अनि फर्किने होला। 11,000. Kenmen nani ekoray mı? एक्कासी उकालो बाटो हिँडेको जङ्गलको बाटो थाकियो। न अगाडि मान्छे कोही छन् न पछाडि कोही छन्। बिचमा 2 जना अगाडि 3 जना पछाडि, अनि एक्लै हिँडेछु मैले। है गर्मी। यस मौसम चाहिँ पानी पर्ला जस्तो भइरहेछ। घाम लागेन तर पनि अब चाहिँ गर्मी हुन थाल्यो। सबै थाकिसक्यो। हिँड्दा हामी हिँडेको बिहान 10:30 बजेबाट हिँडेछौँ। उल्टो बाटो हिँड्यो, अनि घरि पानी पर्ने घरि के भयो, अनि मस्त थाक्यो अहिले त। You're reaching here now. That's it. It's almost there. अब त एकदम थाकियो अब त। It was my first journey to Petalila. Ya alevi yada şelesa. डल्लै गुराँसको फुलहरू, अनि हामी जानु पुग्ने ठाउँ भनेको त्यही हो। जताततै डल्लै गुराँस चाहिँ बिस्तारै लड्दै पढ्दै आराम गर्दै हामी 4 घन्टाको हिँडाएपछि हामी फेत्सलिन भन्ने ठाउँमा पुग्यो। अब हाम्रो 2टा टोली यहाँ, त्यहाँ 1 जना, माथि 3 जना छन्। अनि हाम्रो डेस्टिनेसन भनेको त्यही हो। अब यहाँ खाजा पाउँछ नि, खानेकुरा, पानी चाहियो, खानेकुरा चाहियो। 4 घन्टाको हिँडेपछि हामी फाइनली फेत्सलिङ भन्ने ठाउँमा आइपुग्यौँ हामी। हराउँदा 3 चोटि त हराइयो। अनि यहाँ राम्रो रहेछ ठाउँ। अनि हामी अब म बस्ने ठाउँ भनेको त्यहाँ हो कि यतातिर हो। त्यहाँबाट यहाँ आएर त 4 घन्टा लाग्यो। आम्मामामा
अब लास्टै भोक लाग्छ होइन अब यहाँ हाम्रो दोस्तहरूले चाय लिएर आएको छन् चाय बिस्किट अनि हाम्रो नेपालीमा ठिकै आइज टी इन पेट्रोलिङ अब यही ठाउँलाई भन्छ कि पेचलिङ गन्पा भनेर अनि पेचलिङ ट्रुक्लु रिम्पोचेले चाहिँ आजसम्म धार्मिक सेवा गरिराख्नु भएको छ यहाँ होइन अनि उहाँको जन्म चाहिँ 1960 मा ताङ नामखा इलाकामा भएको रहेछ अनि उहाँले चाहिँ यहीँबाट चाहिँ अहिले पनि धार्मिक सेवाहरू चाहिँ गरिराख्नु भएको छ जस हेर्दाखेरि चाहिँ रमाइलो छ अब भित्र गएर हामीले भिडियो खिच्न पाइएन के अरे अनि त्यही भएर यहाँ बाहिर धेरै डुलिरहेछौँ हामी ओ लेडिज कस्तो लाग्छ ठिक छ वी म्यारेज अब हाम्रो मन्दिर यहाँको टेम्पलको दर्शन पनि गऱ्यौँ के अरे अब यहाँ क्यान्टिन छ अरे क्यान्टिनमा खानेकुरा पाइन्छ कि जस्ट ट्राइङ टु अन्डरस्ट्यान्ड या नबु अब गाडीमा आउने भने चाहिँ यताको बाटो र यसरी गाडी यहीँसम्म पुग्छ होइन तर हाम्रो त गाडी नभएपछि यहाँ हिँड्दै आइयो अनि सक्यो हिँडेर पनि सक्यो अब यसको गोप्रोको चार्ज पनि सकिँदै लागिसकेको छ सो त्यो भनेको चामखरा टाउन भएको र यहाँ बुमथाङ एयरपोर्ट त्यो चाहिँ जाखरसङ अनि उतापट्टिको डाँडामा जानेको यहाँको कोट ऊ स्कुल रहेछ ऊ 여보! 산나 클레 재미지. 널 빠따 나와 산나. 산나. 아우 심시. 형가. यसलाई खुरो भन्छ होइन अनि यो गेमलाई चाहिँ अनि यहाँबाट फाल्ने अनि ऊ त्यहाँ त्यो वाइट छ नि त्यो वाइटमा लाउने हो ल तसी विल नट इभन रिच देयर ल गर आई टोल्ड यु खोइ हेर दे not like this near than you oi when I stand in me 챙이미 두고 코리 맞다베 턴제사. 맞다베 따네 마야. middle center अब हामी यहाँ खाजा खाने भनेको यो ठाउँ खाजा ठाउँमा क्लोज भएछ होइन अनि मान्छे तलको झरेर रहेछ त्यही भएर अब खाजा खान पाइएन त्यही भएर हामी झर्दैछौँ है अनि अब हाम्रो आजको ब्लगमा चाहिँ यति होला सो तसी आज हाम्रो कस्तो लाग्छ नि तिमीलाई हामी यो ठाउँ आएको I feel very happy and it's what about worth of walking like we spent around 3 hours now walking to reach here. Yeah. It's so nice. Yes. Yeah, I like the place. Like on the top, like it's all plain, no? What about Kwenzang? How do you find it? Same, sir. Is this Very tired. Oh, Jamyang. Yeah, like this girl is like a child, okay? She's already 35 and playing like a child. And we have another here 45. Norbu, how do you find the track? Very tired, sir. It was my first journey. You didn't come last time, no? No, sir. कस्तो लाग्यो ट्रेकिङ हाइकिङ राम्रो छ सर राम्रो छ होइन टेक्न त हरायो हाम्रो अब यो हाइकिङमा चाहिँ यति नै होला यो हामीले 3 घन्टा जति लागेर माथि हामी गएर अब हामी झर्दैछौँ अब झरेर अनि फेरि पनि यसरी नै भुटानको अर्को ठाउँमा चाहिँ यसरी नै अर्को विकमा पनि त उरा भन्ने ठाउँमा जाने प्लान छ होपफुली गयो भने चाहिँ हामी फेरि पनि भेट्नेछौँ सो अहिलेको लागि चाहिँ यति नै